ओइ निनामाको बाबा मेरो आइडिया के भयो रे गतिया कस्तो गतिया ए माया पुगेन गतिया माया पुगेन माया नपुगेको क्यामेरा अन गरेरै माया गर्नु कि बन्द गरेर क्यामेरा अफ गर्नु भनेको ए माया चाहिँ गर्नु नि क्यामेरा अफ गर्नु होइन त त्यसपछि यताउति केही भयो भने मलाई दुखमन नगर्नु ल नो दुखमन ल अनि माया गर्नु न बुढी भनेको सुनेको थिएँ त अघि मैले त्यस्तै सुने त बुढी मलाई माया चाहियो माया कम भयो भनेको सुनेको त के भन्छ हो छोरी तपाईँको लाएर नि त्यसको मुखमा खाना म त माया कम भयो बुढी भनेको जस्तो सुनेर झन्डै म त एकचोटि बिफोर आफ्टरको भिडियो बनाइदिउँ कि भनेर नि पर्दैन ए ल अन्त अब ठिकै छ नि त माया चाहिँदैन भने अब म चाहिँ अब माया चाहियो भनेर अब अहिले बिफोरको अनि माया गरिसकेपछिको भिडियो बनाइदिउँ सोचिरहेको थिएँ कि पर्दैन ल ल ल उसो भए ल ल उसो भए माया गरिन नि त ल ए अब के गर्नु छोरी अब तपाईँको बाबालाई माया गर्नु पर्यो भनेको अब नगर्नु भनिहाल्यो होइन ठिकै छ अब मैले छोडिदिएँ ल तपाईँको बाबालाई बक्स दिएँ नत्र तपाईँको बाबालाई फेरि मजाले माया गर्थेँ म मेरो छोरीले हामी चाहिँ आमा छोरी नै चिसो लागेर दिनै तेल लाएर टाउको बान्ने गर्छौँ तपाईँको बाबालाई आरिस लागिसक्यो क्या तपाईँले मलाई मात्रै माया गरेको देखेर आरिस आरिस नो आरिस गऱ्यो भने फेरि माया गरिहाल्छ है बुढीले पर्दैन माया छोरी ल छोरी नो आरिस अरे बाबाले अब हामी चाहिँ सुत्नुपर्छ है